आउनुहोस् मित्रहरू, हजुरहरूलाई म आज हिस्टोरी अफ इन्सुरेन्स बिमाको इतिहासको बारेमा जानकारी दिनेछु। संसारमा बिमा अवधारणाको उत्पत्ति 6000 वर्षभन्दा पहिलादेखि हुँदै आएको पाइन्छ। पानी जहाजको मालिकहरूको समूहबाट सुरुवात भएको थियो। समुद्रमा आउने आँधी, तुफान, सुनामी जस्ता सामुद्रिक विपत्तिबाट जहाजमा धेरै क्षति हुने हुँदा सबै मिलेर एउटा फन्ड तयार गरे र त्यस्तो क्षतिको मूल्याङ्कन गरी उक्त क्षति त्यसै फन्डबाट भुक्तान गर्ने भनी सुरुवात भएको पाइन्छ। त्यस यता विभिन्न समयमा पनि बिमालाई विभिन्न तौर तरिकाबाट अगाडि बढाइएको पाइन्छ। मोडर्न जीवन बिमाको विरासत चाहिँ बेलायतमा सन् 1583 पहिलो जीवन बिमा जारी भएको थियो, जसले 12 महिनाको मात्र सुरक्षा दिने गरी गरिएको थियो भने पहिलो दर्ता भएको प्रमाण चाहिँ सन् 1653 जुन 16 विलियम गिब्बन्सको बिमा जारी भएको पाइन्छ। त्यस्तै पहिलो बिमा कम्पनी ह्यान्ड इन ह्यान्ड सोसाइटी सन् 1669 बेलायतमा दर्ता भएको थियो। नेपालमा बिमाको इतिहास विस्तृतमा जानकारी दिनेछु। नेपालमा नेपाल बैंकको स्थापना विक्रम सम्वत 1994 भयो र बैंकबाट दिइने कर्जाको सुरक्षाको लागि भारतमा स्थापना भएको निर्जीवन बिमा कम्पनीबाट सेवा लिएको थियो। विक्रम सम्वत 2004 नेपाल माल चलानी तथा बिमा कम्पनी दर्ता भयो, जसको पूर्ण स्वामित्व नेपाल बैंक लिमिटेडको थियो र पछि 2016 नाम परिवर्तन गरी नेपाल इन्सुरेन्स र ट्रान्सपोर्ट कम्पनी लिमिटेड राखी पुनः उक्त नाम विक्रम सम्वत 2048 सच्याई नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड राखियो। विक्रम सम्वत 2024 पौष 1 गते राष्ट्रिय बिमा संस्थान दर्ता भई फागुन 11बाट निर्जीवन बिमा व्यावसायिक कार्यको सुरुवात गरे भने जीवन बिमा व्यवसायको सुरुवात विक्रम सम्वत 2029 फागुन 7 गतेदेखि सुरुवात गरे। नेपालमा जीवन बिमा कम्पनीहरूको स्थापना मिति यस प्रकार रहेका छन्। राष्ट्रिय बिमा संस्थान 2024 पौष 1 गते, नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2044 पौष 23 गते, नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2058 वैशाख 4 गते, मेट लाइफ एलिको कम्पनी लिमिटेड 2058 श्रावण 18 गते, एलआइसी नेपाल लिमिटेड 2058 श्रावण 23 गते, सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2064 चैत्र 6 गते, गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2064 चैत्र 18 गते, एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2064 चैत्र 21 गते, प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2065 जेठ 22 गते, युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 असार 20 गते, आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड, ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 असार 20 गते, रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 श्रावण 18 गते, रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 श्रावण 18 गते, सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 श्रावण 18 गते, सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 भाद्र 7 गते, प्रभु लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 भाद्र 7 गते, सानिमा लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2074 भाद्र 7 गते, महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड 2075 माघ 27 गते। नेपालमा निर्जीवन बिमा कम्पनीहरूको स्थापना मिति यस प्रकार रहेका छन्। नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड 2004 असोज 8 गते, ओरिएन्टल इन्सुरेन्स कम्पनी लिमिटेड 2024 भाद्र 30 गते, नेसनल इन्सुरेन्स कम्पनी लिमिटेड 2044 पौष 23 गते, हिमालयन जेनरल इन्सुरेन्स कम्पनी लिमिटेड 2050 श्रावण 6 गते, युनाइटेड इन्सुरेन्स कम्पनी लिमिटेड 2050 मङ्सिर 16 गते, प्रिमियम इन्सुरेन्स कम्पनी लिमिटेड 2051 वैशाख 8 गते, एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेड 2051 जेठ 17 गते, सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड 2053 असार 12 गते, नेको इन्सुरेन्स कम्पनी लिमिटेड 2053 जेठ 17 गते, प्रभु इन्सुरेन्स कम्पनी लिमिटेड
2053 श्रावण 4 गते आइएमई जेनरल इन्सुरेन्स कम्पनी लिमिटेड, 2057 माघ 10 गते प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लिमिटेड, 2059 वैशाख 20 गते शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, 2061 कार्तिक 2 गते सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेड, 2062 चैत्र 23 गते एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड, 2062 असोज 23 गते लुम्बिनी जेनरल इन्सुरेन्स कम्पनी लिमिटेड, 2070 असार 31 गते राष्ट्रिय बीमा कम्पनी लिमिटेड, 2070 असार 15 गते अजोड इन्सुरेन्स कम्पनी लिमिटेड, 2075 जेठ 29 गते जेनरल इन्सुरेन्स कम्पनी लिमिटेड, 2075 जेठ 29 गते सानिमा जेनरल इन्सुरेन्स कम्पनी लिमिटेड, 2075 जेठ 29 गते। नेपालमा पुनर्बीमा कम्पनीहरूको स्थापना मिति यस प्रकार रहेका छन्। नेपाल रि इन्सुरेन्स कम्पनी लिमिटेड सन् 2014 डिसेम्बर 22, हिमालयन रि इन्सुरेन्स कम्पनी लिमिटेड सन् 2020। त्यस्तै नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरूको स्थापना मिति यस प्रकार रहेका छन्। क्रेस्ट माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड 2080, गार्डियन माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड 2080, लिबर्टी माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड 2080। र नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीको स्थापना मिति यस प्रकार रहेका छन्। नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड विक्रम सम्वत 2080, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी लिमिटेड विक्रम सम्वत 2080, स्टार माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड विक्रम सम्वत 2080, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड 2080। मर्ज भएका जीवन बीमा कम्पनीहरू र तिनीहरूका नयाँ नाम र मर्ज भएको मिति: प्राइम लाइफ, गुराँस लाइफ, युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड। मर्ज भएको मिति: 2080 वैशाख 26 गते। मर्ज भएर बनेको नाम: हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड। सूर्य र ज्योति: 2079 पौष 7 गते। बनेको नाम: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड। सानिमा र रिलायन्स: 2079 चैत्र 9 गते। बनेको नाम: सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड। प्रभु र महालक्ष्मी: 2080 असार 29 गते। बनेको नाम: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड। मर्ज भएका निर्जीवन बीमा कम्पनीहरू र तिनीहरूका नयाँ नाम र मर्ज भएको मिति: हिमालयन र एभरेस्ट। 2079 श्रावण 1 गते। बनेको नाम: हिमालयन एभरेस्ट इन्सुरेन्स। सानिमा र जिआइसी: 2079 कार्तिक 7 गते। बनेको नाम: सानिमा जिआइसी इन्सुरेन्स। सिद्धार्थ र प्रिमियर: 2079 माघ 17 गते। बनेको नाम: सिद्धार्थ प्रिमियर इन्सुरेन्स। सगरमाथा र लुम्बिनी: 2079 माघ 29 गते। बनेको नाम: सगरमाथा लुम्बिनी इन्सुरेन्स। आइएमई र प्रुडेन्सियल: 2080 वैशाख 27 गते। बनेको नाम: आइजिआई प्रुडेन्सियल इन्सुरेन्स। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने लाइक सब्स्क्राइब गरिदिनुहोला।